नहीं राई, म यहाँ बस्दिन। ए मूर्ख, तैँले त्यो चुप्रो जस्तो घरमा बसेर के पाउँछस्? ए दाउरा ल्याइस्? ल दाउरा उठ्या फाल अनि जा टिभी हेर्न जा। तँलाई त छैन नि, फेरि तैँले आजसम्म ढलेको सिन्को भन्दा उठाएको छैनस्। तर दाइ, त धेरै भाग्यमानी रहेछस् भाइ। यति ठुलो घरमा बस्न पाइस्, भोलि समाजमा इज्जत पाउँछस्। म जस्तो चोरको घरमा बसेर के पाउँछस्? यो मासले अझ हेर्न बिचमा आएर मालिक जसरी बस्या मासल तँलाई हाम्रो घरमा नआइज भनेको नि जा। दाउरा बोक्दै थिए, अङ्कलले पठाउनु भयो। को अङ्कलले? तेरो बाले। तल बस, तल बसेर हेर्ने भए तल बस। हाम्रो कम्पनी प्रफिटमा गएको हुनाले मैले सबै कर्मचारीहरूलाई आफ्नै हातले 1 महिनाको बोनस र मिठाई बाँडेको छु। तिमी पनि ल्याऊ। ए कान्छा, हजुर त्यो उसलाई बाबुलाई त्यो टिभी हेर है, भर्खर दाउरा ल्याइदिएछ। ए ल हुन्छ बाबा, हेरिरहेछ। गाईलाई त घाँसै हालेको छैन, गाईलाई त घाँसै छैन। फेरि भित्र टिभी हेर्न पठायो, अब के भित्र बक्सु बोल्ने। लाइन गर, अब लाइन गर। बाबा लाइन गयो है, मैले पठाइदिएँ यसलाई। घर जान लाउँ काका, बत्ती गयो। विद्युत प्राधिकरणले मिटर बक्स अफ गरे कि जे भए पनि लाइन अहिले आइहाल्छ। त जहाँ गोठमा गाई रित्तैछन्, खाना पाएको छैनन्, पेट छाम्छन् गाईले, त्यो गएर घाँस काटेर ल्या अनि बाउछर बसेर मजाले फिल्म हेरौँ ल। जा।